हाल काठमाडौँको अवस्था ललितपुर पुरै मनमैजी खोलादेखि त्यो मनमती खोलामा ठुलो बाढी आएर पुरै ध्वस्तै बनाउने जस्तो पानीको बहाव चलिरहेछ। बागमती साइडको तपाईँको घरहरूमा पानी गइसकिरहेछ। तपाईँ हेर्न सक्नुहुन्छ अहिले खोलाको तल त्यो अलि तल मात्र पानी पुगिसक्यो हो। यो रातभरि यस्तै पऱ्यो भने यो पानी ठुलै हुन जान्छ। यो तपाईँको धेरै हानि गर्न सक्छ तपाईँको देशलाई यो स्थितिमा ल्याउनलाई। त्यो अस्ति परतिर नि यस्तै पानी आएर बागमती साइडको सबै पानीहरू गइ पानीले गर्दा घरहरू डुबान परिसकेको थियो। अहिलेसम्मको बेलुकासम्मको अवस्था यस्तो रहेछ तपाईँको। यो रातभरि पानी पऱ्यो भने यो पुरै तपाईँको घरै डुबाउने। बागमती साइडको सबै घरमा पानी पसिसकेको छ। अहिले नै मान्छेहरू निस्किरहेछ। तनाव स्थिति रहेछ, यहाँ धेरै ठुलो तनाव स्थिति आइसक्यो हो। त्यही भएर सचेत भएर बस्नु होला, जो जहाँ हुनुहुन्छ अलिक सचेत भएर बस्नुहोस् है।